साउथ कोरियामा सिजनल वर्कर भिसा जानको लागि चाहिँ यो 2023 मा कति खर्च लाग्ला? 2 लाख, 5 लाख, 10 लाख, 15 लाख? नेपालबाट साउथ कोरिया तपाईं सिजनल वर्कर भिसामा जाने प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ पुरा हेर्नु होला। विगतका केही समयहरुमा केही नगरपालिकाको सहकार्यमा वा केही ब्रोकरहरुको सहयोगमा चाहिँ धेरै नेपाली साथीहरु चाहिँ दक्षिण कोरियामा सिजनल वर्कर भिसाको रूपमा चाहिँ प्रस्थान गर्नुभएको थियो। कतिपय साथीहरुले काम गरेर त्यहाँबाट बेनिफिट पनि लिनुभयो र कोरियामा चाहिँ अहिले न्यूज के आइरहेको छ भन्दा नेपाली वर्करहरु जो सिजनल वर्कर भिसामा आउनुहुन्छ उहाँहरु 80% भन्दा बढी चाहिँ कम्पनीबाट फरार हुने इलिगल बसिदिने रेकर्ड कोरियामा बसेको कारणले गर्दा यसभन्दा पहिला कोरिया सरकारले नेपालको सिजनल वर्करलाई टेम्पोररीली उक्त भिसा चाहिँ प्रदान नगर्ने भनेको थियो र अहिले चाहिँ कोरियामा कस्तो न्यूज आएको छ भन्दा यो क्रम चाहिँ कोरियामा बढिरहेको कारणले गर्दा नेपाललाई अब सिजनल वर्कर भिसा 3 वर्षको लागि चाहिँ प्रतिबन्ध लगाएको छ। त्यसैले अब तपाईहरुले नेपालमा सिजनल वर्करको लागि तयारी गर्दै हुनुहुन्छ, पैसा खर्च गर्दै हुनुहुन्छ भने तपाईहरु सावधान हुनु होला। यदि कहीं कतै कुनै संस्थाले, कुनै म्यान पावर एजेन्सीले अथवा कुनै ब्रोकरले तपाईलाई सिजनल वर्कर भिसामा कोरिया पठाइदिन्छु भन्दै रकम असुलेको छ भने त्यो चाहिँ ठगी धन्दा हुन सक्छ। त्यसैले सबैजना चाहिँ सावधान हुनु होला र सावधान हुनको लागि चाहिँ सबैजना साथीहरुलाई यो भिडियो शेयर पनि गरिदिनु होला है त।